जिन्दगी पनि सायद फुटबलको खेल जस्तै हो। हामी दौडिन्छौँ, हामी लड्छौँ, हामी उठ्छौँ अनि फेरि आफ्ना सपनाहरूलाई पछ्याउँछौँ। फुटबल एक यस्तो खेल जहाँ सबै खेलाडीलाई एक गोल चाहिएको हुन्छ, जहाँ सबै खेलाडीहरू एक गोलको निम्ति बललाई पछ्याइरहन्छन्। त्यही खेलमा एक यस्तो खेलाडी हुन्छ जो एक्लै उभिएको हुन्छ, जो आफ्नो टिमलाई बचाउनका निम्ति उभिएको हुन्छ। उसलाई फुटबलको भाषामा शायद गोलकिपर भन्छन्। उसले जबसम्म गोल बचाउँदैन उसलाई कसैले नोटिस गर्दैन। उसको जित गोल बनाउनुमा होइन, गोल बचाउनुमा लुकेको हुन्छ। ऊ एक गोलकिपर। ऊ हेरिरहन्छ, ऊ पर्खिरहन्छ र ऊ बचाइरहन्छ आफ्नो टिमलाई अनि यो खेललाई। ऊ एक गोलकिपर। हो, सायद जिन्दगी पनि फुटबलको खेल जस्तै हो। यहाँ कोही गोल बनाउनका निम्ति दौडिन्छन् अनि कोही गोल बचाउनका निम्ति रोकिन्छन्। नयाँ नेपाल समाज केन्द्र पनि एक गोलकिपर बन्न चाहन्छ, जसले यिनलाई हार्न दिँदैन, यिनको सपना मर्न दिँदैन। ऊ दृढ भएर उभिरहन चाहन्छ ताकि यी पैतालाहरूले आफ्ना सपनाहरूलाई सधैँ पछ्याइरहन सकुन्।